त्यही त नि यो दिदी भन तिम्रो कुरा सुन सँगै जाने हो धेरै गल्ती काम गरे होइन तपाईँहरूको गरे म तपाईँहरूको खुट्टाको तल अझै त्यस्तो बालु अझै त्यो भन्दा नि अझै तल चाहिँ खिचेको बालु जस्तो भयो मुख देखाउन लाज लाग्थ्यो तर पुरै आफ्नो बिमारीले र आफ्नो सिद्धीले तपाईँहरूको अगाडि मुख देखाउँछु तर के कारणले मुख देखाउँछु भोलि म राम्रो मान्छेबाट देखायो भने हजुरहरूलाई मलाई लाज लाग्छ कि त्यो यो कुराहरू यो पलहरू सम्झिँदा है म झुट बोल्दैन तपाईँलाई मेरो भाइ पनि यत्रो भइसक्यो है केही नभए पनि अहिले अब 8-10 वर्ष भइसक्यो 10-11 वर्ष पुग्यो अझै कति पुग्दै जान्छ म यति बाँकी छु भने होइन पुग्दै तर यो काम मैले यस्तो गर्न नपर्ने बाहिरी गरे पनि आफ्नो आफ्नो घरमा यस्तो गर्न नपर्ने थियो जति बिरामी भए पनि मागेर आएर चोरेर हिँड्नु नपर्ने थियो भोलि बिहान म मरेर गए पनि त्यसरी हेर्न आउला नचिनेकाल त भन्लान् बिचरा भन्लान् होइन पातलो भन्लान् माया गर्लान् चिनेको चाहिँ राम्रै भयो दुनियाँको पिछाइ काम गरेर हिँड्छु त्यो भन्दा बरु पाप गर्नुभन्दा बरु मरे झन् राम्रै भयो कसैले ठिकै पनि उँभो भन्छन् कसैले पनि के एउटा कुराले पनि मायाले दबाई पानी भन्लान् होइन तर दबाई पानी नगरेको भने मेरो मम्मी बाबाले गरेको हुन्थ्यो होइन तर मेरो मम्मी बाबालाई पनि म दोष दिन्न जन्मतिर यत्रो गराएँ छोराले पुछ्याएर यस्तै गर्ला भनेर जन्म दिएको होइन होइन छोराले पाल्ला छोरीले हेर्ला भनेरै बाबु आमाले जन्म दिने संस्कार दिन्थ्यो होइन अब त्यो हामी त्यो लाइनमा हिँडेनौँ भने होइन त्यो भनेको हाम्रै गल्ती हो बाबु अब हामी अब हिँड्दा पनि राम्रो बाटोमा बाबु आमा खालि त्यस्तै गरेर हिँडिदिन्छ भने त त्यो हाम्रो गल्ती पनि होइन है बुझ्यो है त्यो एउटा बाबु आमाको पनि गल्ती हुन्छ नि जन्म दियो भन्दैमा हुर्काउन सकेन त के बाबु आमालाई भनेर जन्म दिने यहाँ जस्तो कोखबाट लर फालिदिने अरूको त कोखमा होइन नि जस्तो अहिले त्यस्तै मेरो भाइ भइरहेको छ झन्डै एउटा फुपूको नाताले मात्र मेरो भाइले अहिले पढ्न पाएको छ राम्रो मिठो खाना पाएको छ अहिले माथि घर हुन्थ्यो भने यसले पनि खै उठ्दै पऱ्यो हेर्नु भन्दाखेरि रुन मन लाग्छ हेर्नु होइन बुझ्यो होइन अहिले जुन ठाउँमा छु मेरो भाइ त्यो अवस्थामा नआओस् भोलि बिहान यसलाई दुख बिमार पर्छ भने पनि यसले आफै बुझ्योस् कि म यस्तो छु म यस्तोतिर हिँड्दैन भोलि बिहान म मरेर गए पनि यसले त अब बुझ्यो नि त मेरो दाइ हो भन्ने त चिने अब यसले मलाई म चोर हो भने पनि यसलाई थाहा भइसकेको छ म राम्रो मान्छे थिएँ पहिला भन्ने यसलाई थाहा भइसकेको छ पहिला म मेरो दाइ जस्तै बन्छु भनेर फुपूसँग कस्तो गर्थ्यो कि यसले अहिले के भन्छ ओमबहादुर राई जस्तो हुनेस् भन्नुपर्छ भन्दैन भन्छ यसले अहिले आएर तर माया गर्छ यसले मलाई नगर्ने होइन तर डढाउँछ पनि एउटा दाइ भनेर किन इज्जत छ अझै पनि भाइले मलाई इज्जत गर्छ र त डढाउँछ यति इज्जत गर्दैन भने त भाइ किन आउनु म भन्थ्यो होला सरकारी हिँड्थ्यो होला है बोलाउँदाखेरि आउँथेन होला भाइ भन्छ एउटा नाताले जे भने माया गर्छ पहिला म कस्तो थिएँ मेरो फोटोहरू हेर्छ होला भिडियोहरू हेर्छ होला मेरो गीतहरू मेरो गिटार हानेको मेरो गानाहरू मेरो संस्कारहरू होइन पुरै मेरो रेस्पेक्टहरू होइन हेर्छ होला अहिले आएर मैले यस्तो तपाईँकोमा आएर यस्तो सुन दोकानमा उल्टे पुछै म काम सिक्छु भनेर मैले पसिना चुहाएर काम सिकेर तपाईँलाई छुन नदिएर चिया पानी तपाईँलाई म सेवा गरेको अहिले म धर्म पाउँथेँ काम सिक्न पाउँथेँ म 1-2 पैसाको लाइनमा हिँड्थेँ अहिले म तपाईँको दोकानमा बिठाइ गर्ने भएर तपाईँको मैले गाली जवाब सुन्न पाएको छु किन परमेश्वरले त्यही सुनाउने परोस् यसलाई भनेर परमेश्वरले मलाई यो बाटो जानलाई यता करज गरिदिनु भयो किन यो आज यसले सुन्नै पर्छ भनेर किन मेरो गल्ती हो क्षमापान भेट्नु पुग्थेँ होइन यस्तोको नाम त्यही हो कति तिम्रो हेर हामीले मैले प्रार्थना निरन्तर बिहान साँझ तिम्रो उमेलाई तिम्रो बाबालाई मम्मीलाई तिम्रो अब भाइ तिम्रो चाहिँ बुढी बाबु डेभिड